सुन्ने आकाशमुनि अनगिन्ती तारा टल्किरहेका छन्। त्यही तारा हेर्दै एउटा बालकले सोध्छ, यी सबै कहाँबाट आए? तो बालक थिए स्टेफन हकिङ। सन् 1942 जनवरी 8 ठिक ग्यालिलियो ग्यालिलीको मृत्यु भएको 300 वर्षपछि हकिङको जन्म भयो। बाल्यकालदेखि नै उनी असाधारण थिए। साथीहरूले उनलाई आइन्स्टाइन भनेर जिस्काउँथे। हकिङ सधैँ ताराहरू, ब्रह्माण्डका रहस्यहरू र समयको गहिराईमा हराउँथे। उनका लागि तारा केवल प्रकाश थिएनन्, त्यो त थियो एक यात्रा, इन्फिनिटीको। उनी समयको सुरुवात कहाँबाट भयो भनेर सोच्थे र अन्त्य कहाँ हुन्छ भनेर गहिरो प्रश्नहरूमा डुब्थे। ब्ल्याक होल, ओम होल, टाइम डाइलेसन, यी सबै उनका खेलौना थिए। उनको मन ब्रह्माण्ड जस्तै असीमित थियो। तर जीवन सधैँ सरल हुँदैन। जसरी आकाशमा कहिलेकाहीँ घाम लुकाएर बादल आउँछ, त्यसै गरी हकिङको जीवनमा पनि एक अँध्यारो बादल मढारियो। 21 वर्षको उमेरमै जब धेरैले आफ्नो सपनाहरू सुरुवात गर्दछन्, जीवनले उनलाई एक क्रूर मोडमा ल्याएर उभ्यायो। उनीसँग एक खतरनाक रोगले भेट गर्यो, मोटर न्युरोन डिजिज। डाक्टरहरूले स्पष्ट भने, अब तिमी धेरै वर्ष बाँच्दैनौ। शरीर बिस्तारै सुनिन थाल्यो, हात खुट्टा चल्न छाडे, आवाज हरायो। तर एउटा कुरा हराएन, उनको सोच्ने क्षमता र इच्छा शक्ति। स्टेफन हकिङले हार मानेनन्। उनी भन्छन्, जसको जिन्दगी बाँकी छ उसले सोच्न छाड्नु हुँदैन। उनले आफ्नो अशक्त शरीरलाई कहिल्यै कमजोर मानेनन्। बरु उनले युनिभर्सका सबैभन्दा कठिन प्रश्नहरूलाई चुनौती दिन थाले। एकचोटि सोच्नुहोस् त, जब शरीर चल्दैन, बोल्न सकिँदैन, के सपना सकिन्छ? स्टेफन हकिङको उत्तर थियो, होइन। जीवनले कति नै गाह्रो मोड किन नदिए पनि उनको जिज्ञासा, उनको सोच र ब्रह्माण्डप्रतिको मोह कहिल्यै मरेन। बरु त्यही कठिनाइले उनलाई अमर बनायो। ब्ल्याक होल्स, अदृश्य, रहस्यमय र भयावह, जसको शक्ति यति गहिरो हुन्छ कि प्रकाश पनि त्यसबाट उम्कन सक्दैन। आइन्स्टाइनको जेनरल रिलेटिभिटीले भविष्यवाणी गरेको थियो कि यस्तो ठाउँ सम्भव छ जहाँ समय र स्थान आफैले हार मान्छन्। तर त्यो केवल सिद्धान्त थियो, केवल गणनाको कुरा थियो। तर स्टेफन हकिङ आए र उनले यो अवधारणालाई मात्र होइन, पुनः परिभाषित नै गरे। उनले भने, ब्ल्याक होल्स आर नट इन्टायरली ब्ल्याक। हो, उनीहरूले ऊर्जा फ्याँक्छन्, एक अकल्पनीय तरिकाले। त्यो ऊर्जा हाम्रो आजको युगमा हकिङ रेडिएसन भनेर चिनिन्छ। यो एउटा यस्तो खोज थियो जसले दुई महान सिद्धान्त, क्वान्टम मेकानिक्स र जेनरल रिलेटिभिटीलाई एउटै फ्रेममा ल्याउने प्रयास गर्यो। कसैले सोच्न सकेको थिएन ब्ल्याक होल्स पनि बिस्तारै अस्ताउँदै रहेछ, ऊर्जाको रूपमा आफूलाई हराउँदै रहेछ र अन्ततः एक दिन अस्तित्वविहीन हुन सक्छ। अ ब्रिफ हिस्टोरी अफ टाइम, एक किताब जसले विज्ञानलाई किताबको पानाबाट उठाएर मानव चेतनाको गहिरो तहसम्म पुर्यायो। सन् 1988 मा प्रकाशित यो पुस्तक 25 मिलियन भन्दा बढी प्रतिहरू बिक्यो। 40 भन्दा बढी भाषामा अनुवाद भयो। तर यो किताब केवल संख्या होइन, यो एउटा दृष्टिकोण थियो जसले हामीलाई सम्झायो कि ब्रह्माण्ड केवल टाढा टाढा ताराहरूको कुरा होइन, यो त हामीभित्रै सुरु हुने यात्रा हो। स्टेफन हकिङ एक वैज्ञानिक मात्र होइन, एक जीवित प्रेरणा हो। व्हीलचेयरमा बाँधिएको शरीर, तर त्यो शरीरले कहिले उनको मनको उडान थाम्न सकेन। आइकोनिक व्हीलचेयर उनको यात्राको प्रतीक थियो। रोबोटिक आवाज, As I hope, basic science becomes part of general awareness, what now appear as a paradoxes. तर सोच चाहिँ चन्द्रमासम्म पुग्ने र त्यो स्पार्किङ ह्युमर,
जसले कठिनाइलाई पनि हल्का पार्थ्यो। उनी भन्थे, लाइफ वुड बी ट्राजिक इफ इट वर नट फनी। कसैले भन्थ्यो, एक यस्तो व्यक्ति जसको शरीर दिन प्रतिदिन अशक्त हुँदै थियो तर जसको आत्मा दिन प्रतिदिन अझ उज्यालो हुँदै थियो। एक पटक उनलाई जिरो ग्राभिटी अनुभव गर्न मौका दिइयो। व्हीलचेयरबाट केही क्षणका लागि स्वतन्त्र शरीर हावामा उड्दै थियो तर मन त पहिल्यै उडेको थियो तारा र ब्रह्माण्डको गहिराईमा। त्यो क्षण एक अनुभूति थियो। शरीर बन्धनमा भए पनि आत्मा सधैँ स्वतन्त्र हुन सक्छ। स्टेफन हकिङले यही देखाए, शक्ति शरीरमा होइन सोचमा हुन्छ। तर हकिङको नजर केवल आकाशमा थिएन, भविष्यमा पनि थियो। उनी चेतावनी दिन्थे, आर्टिफिसियल इन्टेलिजेन्स, परमाणु युद्ध, ग्लोबल वार्मिङ यी केवल विषयवस्तु होइनन्, यी सम्भावित प्रलयको सन्देश हुन्। उनले देखे मानव सभ्यताको अस्तित्व कसरी सङ्कटमा पर्न सक्छ र उनले हामीलाई सचेत गराए, हामीले विज्ञानलाई केवल बनाउनु हुँदैन, नियन्त्रण गर्न पनि जान्नुपर्छ। उनको अनुसन्धान फैलियो, मल्टिभर्स, हाम्रो जस्तो अनगिन्ती ब्रह्माण्ड, ओम होल्स, समय र स्थानलाई छुट्याउने सुरुङहरू, टाइम ट्राभल, अतीत र भविष्यमा यात्रा गर्न, कल्पनालाई यथार्थमा बदल्ने सम्भावना। तर यति सबको बीच पनि हकिङको मनमा एउटा गहिरो प्रश्न सधैँ रहन्थ्यो, हामी यहाँ किन छौँ? के हामी मात्र छौँ? समयको सुरुवात कता भयो? उनी भन्थे, रिमेम्बर टु लुक अप एट द स्टार्स एन्ड नट डाउन एट योर फिट, नेभर गिभ अप वर्क गिभ्स यु मिनिङ एन्ड पर्पस। काम, सृजनात्मकता, जिज्ञासा यी थिए स्टेफन हकिङका ईश्वर अनि ब्रह्माण्ड उनको मन्दिर। स्टेफन हकिङले हामीलाई सिकाए, शरीर कमजोर हुन सक्छ तर सोच, चाहना, आत्मबल कहिल्यै कमजोर हुँदैन। उनी भन्थे, वेयर देयर इज लाइफ देयर इज होप। उनको जीवन एक असम्भव सपनाको यात्रा थियो, एक यस्तो यात्रा जसले समयलाई चुनौती दियो, विज्ञानलाई नयाँ मोड दियो र मानवतालाई एउटा नयाँ दृष्टिकोण। 2018मा शरीरले साथ छोड्यो तर हकिङ मरेनन्, किनभने विचारहरू कहिल्यै मर्दैनन्। उनका सिद्धान्त, उनका प्रश्न र उनका शब्दहरू आज पनि अनन्त ब्रह्माण्डमा गुन्जिरहेका छन्, ब्ल्याक होल्सका गहिराईमा, ताराहरूको टिमटिमाहाटमा र हामी प्रत्येकको जिज्ञासु मनभित्र। स्टेफन हकिङको यात्रा तारा र समयभन्दा परको कथा हो, एक यस्तो कथा जसले आत्मा हल्लाउँछ, हृदय झकझकाउँछ र चेतनालाई गहिराईमा डुबाउँछ। उनी भन्थे, नजर सधैँ आकाशमा राख र कहिल्यै सोध्न छोड्नु हुँदैन, किन हामी यहाँ छौँ, किन ब्रह्माण्ड अस्तित्वमा छ र हामी कहाँ जाँदैछौँ। स्टेफन हकिङले यिनै प्रश्नहरूको उत्तर खोज्दै समय, तारा र चेतनाको पार जान सके र हामीलाई पनि सिकाए, जहाँ जीवन छ त्यहाँ आशा छ। अन्त्यमा स्टेफन हकिङको जीवनले हामीलाई एक महान सत्य सिकाउँछ, कसरी एक असम्भव यात्रा सम्भव बन्न सक्छ। शरीरको सीमा हुँदो रहेछ तर सोच त तारा नागेर पनि अगाडि जान सक्छ। उनले ब्रह्माण्डका रहस्यहरू खोले तर सबैभन्दा ठुलो रहस्य त उनले जीवनको अर्थमा देखाए, सङ्कटमा कसरी सम्भावना खोज्ने, अन्धकारमा कसरी उज्यालो देख्ने। उनको मृत्यु भए पनि उनको विचारहरू अझै जिउँदैछन्, पुस्ताबाट पुस्तासम्म यात्रा गर्दैछन्। हाम्रो सोच, हाम्रो जिज्ञासा र हाम्रो भविष्यमा बाँचिरहेका छन्। जब हामी पनि कहिल्यै हार मान्न मन लाग्छ तब याद गर्नुपर्छ, एक यस्तो व्यक्ति थिए जसले व्हीलचेयरमा बसेर ब्रह्माण्डको गहिराईमा मापन गरे र भने, वेयर देयर इज लाइफ देयर इज होप। यस, जसले तारा हेर्न कहिल्यै छाड्दैन ऊ एक दिन प्रकाश नै बन्न सक्छ। स्टेफन हकिङ एक वैज्ञानिक होइनन्, एक जीवित ब्रह्माण्ड थिए र उनको विचार अन्त्यसम्म बाँचिरहनेछ। धन्यवाद।